साथीहरू हामीहरू चाहिँ आज अभिषेक र म चाहिँ होइन बिहान काममा आएको होइन। आज हाम्रो बिहान चाहिँ काम चाहिँ के छ भने यहाँ हामीहरूले चाहिँ फाउन्डेसन अर्थ कि यहाँ जाली चिन्ने काम छ होइन के समयलाई चाहिँ। साथीहरू अब हाम्रो ड्युटी सुरु भयो है त। अब चाहिँ हामीहरू ट्याक्कै यहाँ ढुङ्गा फालिन्छ। यो ट्र्याक्टर जाने बित्तिकै यहाँ ढुङ्गा थुप्रेका हुन्छन् होइन। यहाँ ट्याक्क ढुङ्गा थुप्रेका हुन्छन् अनि हामीहरूले चाहिँ ढुङ्गा फालिन्छ। यो यसरी ढुङ्गा फालिन्छ। हाम्रो अभिषेकले सरले चाहिँ यसरी ड्याङडुङ लाएर ढुङ्गा फाल्दै हुनुहुन्छ। नमस्ते साथीहरू, म चाहिँ बिहान अर्को गेटअपमा गएको थिएँ होइन। अब बिहान अर्को गेटअपमा गएको कारण चाहिँ किनभने म त अब यसो हल्का हल्का काम भनेर चाहिँ गएको है। तर चाहिँ त्यस्तो दिनैभरि हुन्छ कि त्यही भएर अहिले चाहिँ यस्तो गेटअपमा छु है। नमस्ते साथीहरू, तपाईँहरूलाई सन्चै ठिकठाक छ होला र म पनि एकदम सन्चै ठिकठाक छु भन्नुहुन्छ साथीहरू। तपाईँहरू चाहिँ मेरो च्यानलमा नयाँ मान्छे हुनुहुन्छ भने छेउमेरको बेल आइकनलाई थिचेर अल नोटिफिकेसन गरेर मलाई सब्सक्राइब गरिदिनु होला। तपाईँहरूले चाहिँ मेरो भिडियो चाहिँ कुन ठाउँदेखि कहाँदेखिबाट हेर्दै हुन्छ त्यो पनि प्रतिक्रिया चाहिँ कमेन्ट बक्समा दिँदै गर्नु होला। टुडे अन द माई टपिक प्लट आज हामीहरू काममा जाँदैछ अभिषेक अर्जुन दाई। अब अर्जुन दाई चाहिँ अब ड्राइभर हुनुभएको कि होइन। अब अर्जुन दाईको चाहिँ पुरा राजाले चाहिँ पुरा स्टेरिङमा बसी होइन काक्का खुट्टा हल्लाएर हात हल्लाएर बोकेर हामी त ढाड दुख्नु परेछ। ढाड निउरी पार्नु भयो। आजको भ्लग चाहिँ होइन के कस्तो बन्छ अगाडि चाहिँ पुरै साथी नै त ल साथीहरू हामीहरू चाहिँ लागेमा त सर्र लाएर है। साथीहरू हामीहरू चाहिँ आज अभिषेक र म चाहिँ होइन बिहान काममा आएको होइन। आज हाम्रो बिहान चाहिँ काम चाहिँ के छ भने ट्याक्क यहाँ हामीहरूले चाहिँ फाउन्डेसन अर्थ कि यहाँ जाली चिन्ने काम छ होइन केही दिनलाई है केही समयलाई चाहिँ। अनि त्यही भएर चाहिँ अनि यो ट्र्याक्टरले चाहिँ माटो लान्छ होइन। अनि यो ट्र्याक्टरले माटो लगाइसकेपछि त्यहाँका ठुलो ढुङ्गा चाहिँ हामीहरू यस्तोमा साइड लगाएर चाहिँ यताउति गरिन्छ होइन। हेर्न सक्नुहुन्छ आज चाहिँ हाम्रो यहाँ बिहान चाहिँ काम मात्रै हुन्छ होइन। आज चाहिँ दिनभरि किन भएन भन्दाखेरि यो जुन यो दोदर छ नि यो दोदरले चाहिँ यो जाली राख्ने फाउन्डेसन हो कि त्यही भएर चाहिँ गर्दैछौँ होइन। त्यही भएर चाहिँ यहाँ आज यो दोदरले चाहिँ जाली राख्ने यो जाली किन्ने फाउन्डेसन खन्छ होइन। अनि खनिसकेपछि पानी ल्याउ का है उता राखिदिनु का यता ब्याग गरेर आउँदाखेरि हानिदिन्छ पानी ल्याउ का जानु मन कहाँ घुम्ने कोठा भएन खानको दुर्लुङको कोठा जानु मन ए जानु छैन। यता चाहिँ होइन पिकअपले चाहिँ होइन डिजेल ल्याएको चाहिँ होइन यो बाटाको कामको लागि चाहिँ होइन ठ्याक्क यो दोजरले भयो होइन। अनि यो के अरे ट्र्याक्टरले भयो। अब हाम्रो अर्जुन दाइ चाहिँ अब ट्याक्क यो माटो ओसर पसर गर्न हिँडिसक्नु भएको छ है। हेर्न सक्नु उहाँले चाहिँ ढुङ्गा चिन्दै हुनुहुन्छ होइन किनकि पटाइको टायर चाहिँ भाँचिन्छ भनेर कि हेर्न सक्नुहुन्छ है। त्यो ड्राइभर भनेको ड्राइभरै हो नि त्यो माटो भाँचिन्छ का। अब हाम्रो ड्युटी चाहिँ सुरु भइहाल्यो है। साथीहरू अब हाम्रो ड्युटी सुरु भयो है त। अब चाहिँ हामीहरू ट्याक्कै यहाँ ढुङ्गा फालिन्छ। यो ट्र्याक्टर जाने बित्तिकै यहाँ ढुङ्गा थुप्रेका हुन्छन् होइन। यहाँ ट्याक्क ढुङ्गा थुप्रेका हुन्छन् अनि हामीहरूले चाहिँ ढुङ्गा फालिन्छ। यो यसरी ढुङ्गा फालिन्छ। हाम्रो अभिषेकले सरले चाहिँ यसरी ड्याङडुङ लाएर ढुङ्गा फाल्दै हुनुहुन्छ। अहिले चाहिँ होइन सानो दोजर गरेर चाहिँ अहिले चाहिँ ठुलो जेसिबी दोजर आएको छ है। खास गरी यो आएको काठ किनभने यो ठुलो ढुङ्गो छ होइन त्यो माथिबाट भत्काएको थियो
अनि त्यो सानो जेसिबीले सकेन हल्लाउन होइन हल्लाउनु त सक्यो कि तर सार्न सकेन त्यही भएर चाहिँ अहिले यो के अरे ठुलो जेसिबी आउँदैछ हेर्न सक्नुहुन्छ है र यतापट्टि होइन अब जेसिबीले चाहिँ गर्दैछ हेर्न सक्नुहुन्छ है ट्याक्क अब ठुलो डुङ्गो सार्दैछ हेर्न सक्नुहुन्छ है ल हेर्न सक्नुहुन्छ जेसिबी फर्किसकेको छ ढाकुर फर्किसकेको छ अब हाम्रो यहाँ साउले चाहिँ होइन हाम्रो यो बाले साउले चाहिँ अब यताउति के गर्न लगाउनु भएको छ हेर्न सक्नुहुन्छ है फाइनली गाइज अहिले चाहिँ हामी चाहिँ कहाँ घर आएको अरे काममा घर आइसकेको होइन पुरा थाकिन्छ सन्चो नि आमा छोरी पिसाब फेर्दा गाइज यस्तो घाम भयो त्यो गर्मी पनि भयो गाह्रो छ साथीहरू यस्तो काम गरेर स्वास्नी काम होइन उही मुही यताडो उताडो गरौँ डेली स्वास्नीकै कुरो ल्याउँछ अहिले बिच्चा गाइज झन् बिहार भने के भन्ने होला भन्छ क्या भनेको भन गाह्रो छ यार त्यसरी भन्छ त्यस्तै बुझ्ने मान्छे आयो भने त जिन्दगी बारी जस्तै हामीहरूले चाहिँ बिहान 7 बजीदेखिबाट होइन अहिले चाहिँ 4 बजीसम्म गऱ्यौँ र हाम्रो चाहिँ दिनगन्तीमा भयो है साथीहरू आजको हिसाब आजको कामकाज हामीहरूले चाहिँ यहाँ भोलि यहाँ जाली चिन्नु छ त्यसैको लागि चाहिँ यहाँ फाउन्डेसन खनिएको हो हाम्रो यहाँ के काम थियो भने दोधाले भ्याकुरले त्यो माटो हाल्दाखेरि त्यहाँ आएको ढुङ्गा चाहिँ हामीहरूले चालेर यता थुपार्ने थियो हाम्रो काम आज यिनै नै थियो है तपाईँहरूलाई साँच्चै भन्नुपर्दा आज के ब्लग चाहिँ होइन के कस्तो लाग्यो होइन अब यो बाटो चाहिँ हाम्रै गाउँको होइन हाम्रो घरभन्दा त तस्तो र यता पारेको होइन त्यो यो अब बिस्तारै बिस्तारै हाम्रो गाउँमा विकसित हुँदै गएको छ होइन जस खुसी लाग्छ यस्तो यस्तो कुरामा चाहिँ र साथीहरू तपाईँहरूलाई चाहिँ आजको ब्लग चाहिँ के कस्तो लाग्यो सुझाव दिँदै गर्नु ल र मैले आगामी दिनमा चाहिँ के कस्तो ब्लग बनाउनु पर्ने हो त्यो पनि सुझाव दिँदै गर्नु ल र म यति भन्दै बिदा हुन्छु